हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। हजुरहरूमध्ये धेरैलाई थाहा होला मेनिफेस्टिङ एन्ड द ल अफ एट्र्याक्सनको बारेमा। आज म यही मेनिफेस्टिङ सँग आधारित वान अफ द बेस्ट बुक द ल अफ एट्र्याक्सन रिटन बाई विलियम वाल्कर, द पावर अफ थट टु मेनिफेस्ट योर बेस्ट लाइफको फर्स्ट इन्ट्रोडक्सन पाठ नेपालीमा उर्थ गर्न गइरहेको छु। विलियम वाल्करको अनुसार हामीले चाहेको कुरा प्राप्त गर्न अथवा विशेष पुरा गर्न हाम्रो दिमाग प्रयोग गर्न सक्छौँ। तर के तपाईँले कहिले सोच्नु भएको छ हामीले आकर्षण द ल अफ एट्र्याक्सनको शब्द कहाँबाट पायौँ र हामीले पहिलो पटक यसको बारेमा कसरी थाहा पायौँ? यो प्रश्नको जवाफ दिनु अघि एकदम पछि हटेर सोचौँ। सरल शब्दमा भन्नुपर्दा आकर्षण द ल अफ एट्र्याक्सन नियम एउटा यस्तो विचार हो, थट हो कि हाम्रो विचारहरूले हाम्रो वास्तविकता निर्माण गर्छन् अथवा निर्माण गर्नको लागि मद्दत गर्छन् र आफ्ना विचारहरू परिवर्तन गरेर हामीले आफ्नो जीवनमा अनुभव परिवर्तन गर्न सक्छौँ। यसलाई अझ गहिराइबाट बुझ्नको लागि यसका दुई मुख्य तहहरू छन्। पहिलो तह हो, यदि तपाईँले सकारात्मक विचार पोजिटिभ थिङ्किङ राख्नुहुन्छ भने अथवा पोजिटिभ दृष्टिकोणले हेर्नुहुन्छ भने यो स्वभाव छ कि तपाईँको जीवनको अनुभव पनि बढी सकारात्मक नै हुन्छ, पोजिटिभ नै हुन्छ। र यसको ठिक उल्टो सत्य यो हो, यदि तपाईँले नकारात्मक विचार राख्नुहुन्छ अथवा नेगेटिभ थिङ्किङ गर्नुहुन्छ र नेगेटिभ दृष्टिकोणले अपनाउनुहुन्छ भने तपाईँको जीवनमा पनि बढी नकारात्मक नै हुनेछ। अर्को शब्दमा भन्नुपर्दा जे कुरा ध्यान केन्द्रित गर्नुहुन्छ त्यो नै हाम्रो भविष्यको सूचक बन्नेछ अथवा भविष्यमा आउनेछ। अर्को शब्दमा भन्नुपर्दा हामीले जे कुरामा फोकस अथवा केन्द्रित गर्छौँ त्यो कुरा नै हाम्रो भविष्यको सूचक बन्नेछ अथवा भविष्यमा आउनेछ भनेर यसमा उल्लेख गरिएको छ। हस् त, आजको लागि यति नै। यदि तपाईँहरूलाई ल अफ एट्र्याक्सन बुकमा रहेको नेक्स्ट पेजको बारेमा बुझ्नु छ भने मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू, धन्यवाद।